यो आर्टिकलमा यो कलर चाहिँ कसरी मैले एचिभ गरेँ भनेर म हजुरहरूलाई भन्छु ल। सुरुमा मैले वाइट लिएको छु कलर एउटा कपमा, अर्कोमा रोयल ब्लू अनि माइका पाउडरको ब्लू मिक्स गरेको छु, अर्कोमा भने ग्रे कलरमा चाहिँ सिल्भर कलर मैले एड गरेको छु। अनि यसरी पोर गरौँ, लेयर बाई लेयर पोर गर्नुपर्छ। लाइक जसरी मैले यहाँ गरिरहेको छु होइन, ब्लू वाइट पालै पालो लगाइरहेको छु। यसले चाहिँ एकदमै के भन्छ अथेन्टिक भाइब्स या कलर दिन्छ, या त यसलाई त मार्बल इफेक्ट पनि भन्छ है अर्कोमा भन्दाखेरि। अनि यो साइडमा मोल्डदेखि बाहिरतिर गयो भने चाहिँ पुस्नुपर्ने हुन्छ अगाडि नै, किनभने एकचोटि ड्राई भइसकेपछि त्यसलाई निकाल्न एकदमै गाह्रो पर्छ र आर्टिकल पनि नराम्रो देखिन्छ। अनि यो कपमा चाहिँ किन राखेको छु भनेर सोच्दै हुनुहुन्छ भने यो युको माथि चाहिँ एसलाई के अरे जोड्याउनु पर्ने भएर यो कपमा राख्दा चाहिँ स्टेबल प्लेस हुन्छ, त्यही भएर राखेको हो। अनि यो वाला डिजाइन चाहिँ क्लाइन्टले नै खुद भन्नुभएको थियो मलाई यस्तो खालको चाहिएको भनेर, त्यही अनुसारले मैले बनाइदिएँ। अनि अब यो अर्डर चाहिँ डेलिभर गर्नलाई रेडी भइसक्यो। थ्याङ्क यू। हजुरहरूलाई कस्तो लाग्यो भन्नुहोला।